नेपाल क्रिकेटका समर्थकहरूका लागि पछिल्ला केही दिन निकै निराशजनक बनेका छन्। मैदानमा लगातार हार मात्र होइन, त्यसको सिधा असर अब आइसिसीको एक दिवसीय र्याङ्किङमा पनि स्पष्ट देखिन थालेको छ। नेपाल केही समय अघिसम्म ओडिआई र्याङ्किङको 17औं स्थानमा थियो, तर लगातार 3 हारपछि नेपाल एक स्थान तल झर्दै 18औं स्थानमा पुगेको छ। सबैभन्दा चासोको विषय के हो भने यसअघि 18औं स्थानमा रहेको नामिबिया अहिले 17औं स्थानमा उक्लिएको छ, अर्थात् नेपाल र नामिबियाको स्थान नै उल्टिएको छ। नेदरल्यान्डमा जारी आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालले 4 खेलमध्ये 3 खेल गुमाइसकेको छ। यी हारको मुख्य कारण बनेको छ कमजोर नेपालको ब्याटिङ। बलिङले धेरै खेलमा राम्रो प्रदर्शन गरे तापनि ब्याटरहरूले जिम्मेवारी लिन नसक्दा नेपालले महत्त्वपूर्ण अङ्क गुमाइरहेको छ। विशेष गरी नामिबिया विरुद्धको पछिल्लो खेल नेपालका लागि जित्न सकिने खेल थियो। लक्ष्य ठूलो थिएन। करण केसीले शानदार 5 विकेट लिएर टोलीलाई उत्कृष्ट अवस्थामा पुर्याएका थिए, तर ब्याटिङ फेरि दबावमा पर्यो। केही खेलाडीले राम्रो सुरुवात गरे पनि कसैले पनि अन्तिमसम्म इनिङ्स सम्हाल्न सकेनन्। परिणामस्वरूप नेपाल लक्ष्यभन्दा केही रनले पछि पर्दै अर्को हार बेहोर्न बाध्य भयो। लगातार 3 हारसँगै लिग 2 को अङ्क तालिकामा पनि नेपालको अवस्था कमजोर बनेको छ। अब बाँकी खेलहरू नेपालका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछन्। यदि यही प्रदर्शन दोहोरियो भने विश्वकप छनौटको यात्रा मात्र होइन, नेपालको ओडिआई स्ट्याटसमाथि पनि थप दबाव पर्न सक्छ। यद्यपि सबै कुरा नकारात्मक बने छैन। यसै सिरिजमा करण केसीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट पुरा गर्दै अर्को इतिहास उपलब्धि हासिल गरेका छन्। उनले नेपालका लागि उत्कृष्ट बलिङ गर्दै आफ्नो अनुभव र क्षमता फेरि एकपटक प्रमाणित गरेका छन्। तर क्रिकेट एउटा गेम हो। 1-2 खेलाडीको उत्कृष्ट प्रदर्शनले मात्र जे सम्भव हुँदैन। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागले एकसाथ राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ। अब सबैको नजर नेपालको आगामी खेलतर्फ हुनेछ। यो खेल मात्र नेपालको अन्तिम खेल होइन, आत्मविश्वास फर्काउने, अङ्क जोड्ने र र्याङ्किङको हिसाब सुधार गर्ने एउटा सुनौलो अवसर पनि हुनेछ नेपाली टिमको लागि। तपाईँको विचारमा नेपालको लगातार हारको मुख्य कारण के होला? कमजोर ब्याटिङ, रणनीतिक गल्ती वा केही अन्य कारणहरू? आफ्नो धारणा कमेन्ट बक्समा अवश्य राख्नुहोला। र आज हुने नेपाल र नेदरल्यान्ड बीचको खेलमा नेपालले राम्रो ब्याटिङ गरोस्, राम्रो फिल्डिङ गरोस् र राम्रो बलिङ गरोस्। नेपालले एउटा खेल मात्र भए पनि आज जितोस्, नेपालको लाजलाई जोगाउने काम गरोस्। यही नै हामी शुभकामना दिन चाहन्छौँ हाम्रो फेसबुक पेजबाट। यस्तै नेपाल क्रिकेटका ताजा अपडेटका लागि स्कोर चौतारी अर्थात् हाम्रो फेसबुक पेजलाई पनि फलो गर्न र सब्सक्राइब गर्न चाहन बिर्सनुहोला। धन्यवाद। जय नेपाल, जय नेपाली क्रिकेट।